गुड मर्निङ एभ्रिवान। अनि आज चाहिँ आफ्टर अ लङ टाइम मैले आज घरको भिडियो लिएर आएको छु। अनि मैले घर नआएको पनि निकै भएको थियो। सो आज चाहिँ आइएम कमिङ होम, आइएम अलमोस्ट देयर। अनि आइएम सो ह्याप्पी टु बी ब्याक टु माई रुट्स। एकदम खुसी छु हो। सो तपाईँहरूलाई पनि म आज घरको मेरो के गर्नेछु भनेर तपाईँहरूलाई सेयर गर्नेछु। The home where the heart belongs. So I'm finally here at home. अनि यहाँ चाहिँ कति हप्तामा आउँदैछु। यहाँ आरुचा चाहिँ हल्का पाक्दै रहेछ, तपाईँले देख्न सक्नुहुन्छ। वाउ, पिङ्किस कलरको देख्नु हुँदैछ। सो वाउ 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 वाउ, तपाईँले देख्नु पनि सक्नुहुन्छ। अघि दार्जिलिङमा चाहिँ कस्तो डरलाग्दो पानी पर्दै थियो। यहाँ आउँदाखेरि चाहिँ वेदर इज टु गुड हियर। वाउ, द वेदर इज भेरी गुड। यहाँ देख्न सक्नुहुन्छ हाम्रो पुकी। शी इज also very excited here. Puki, come. Puki. Say hi to the viewers. Hi भन। Hi. Yeah. भनी के गर्नु हुँदैछ? आइपुगे? हजुर आइपुगे आमा। फाइनली बाटो हुने रहेछ है हाम्रो। वाह, मोमो चाहिँ खाने नि। अब के गर्नुपर्छ म? तपाईँ तल हुन्छ? ओके, यस्तो गरिदिनु न आमा, हाई गरिदिनु न। आज बिहान भने म 6:30 दार्जिलिङबाट हिँडेको, बिहानै। सो त्यो चाहिँ फर्स्ट गाडी थियो रिम्बिक जाने। त्यो गाडीमा धन्न सिट चाहिँ पाएँ। सो बिहानै आएको। अब आउनुको फाइदा चाहिँ दिनभरि घरमा बस्नु पाउँछ। अनि म चाहिँ त्यो गाडीमा आएको, के पनि खाएको थिएन। अब स्टार्टिङ द डे विथ अ कप अफ टी एन्ड आमाको घर हो, मम्स म्याजिक स्टार्टिङ द डे। सो आमा गरिदिनु भएको चाहिँ एकदम छ अलङ विथ मम्स म्याजिक। भने म तपाईँहरूलाई देखाउन गइरहेको छु मेरो आमाको गार्डनमा के फुलहरू फुलिरहेको रहेछ है। मेरो पुकी चाहिँ यति साह्रो एक्साइटेड छ कि म जहाँ जाँदैछु उसले मलाई त्यहाँ फलो गर्दैछ। हेर्नुहोस् न पुकी, तिमीलाई किन पछ्याउँछौ? तिमीलाई किन पछ्याएको? अहिले भने आमाले अघि मलाई काम दिनुभएको छ। सो अब चाहिँ मैले खाना पकाउनु पर्ने छ। सो म आमाको लागि मेरो लागि खाना पकाउनु गइरहेको छु। मैले खाना त पकाउनु भन्नुभएको छ, तर के पकाउनु भयो चेक गर्छु। फ्रिजमा भने चोचेको मासु रहेछ। सो अब राई भएर चोचेको मासु त हाम्रो फेभरेट हो। मैले खाना पकाइसकेँ, अब आमालाई खाना बोलाउनु जाँदैछु। आज भने मैले पुरा आँगनमा झारहरू पराएको रहेछ। सो म झारहरू उखाल्ने कामहरू गर्नुपर्ने रहेछ। सो आजको काम मैले देख्दैछु है। बाटो बनिँदैछ बेसी आमालाई जिस्काएर। अहिले भने म घरको अर्ग्यानिक आरुचा यो टिप्नुको लागि एकदम कस्तो टेम्पटेसन आयो, खाएको छुइनँ। सो यो वर्ष 2025 को मेरो फर्स्ट टेस्ट गर्दैछु है। अनि यहाँ पनि पाकेको रहेछ, ठाउँमा चाहिँ पाकेकै छ। यसपालि चाहिँ अरू बेला भन्दा अलिक पातलो फलेको हो। म चाहिँ कुन चाहिँ टिपौँ? यहाँ माथि यो टिप्नु कोसिस गर्नु पर्यो। वाह, मैले पाकेको आरुचा यसको रातो यसले नै इट्स भेरी जुसी एन्ड एकदम दामी छ। गुलियो पुरा पसेको रहेछ, लाइक पाकिसकेको रहेछ। सबै पाएको छैन तर लाइक पुरा खोज्नुपर्छ है। तर दामी पाकेको रहेछ। इट्स भेरी जुसी एन्ड भेरी स्विट।
अहिले भने आमाको टर्न रहेको छ मैले चाहिँ सधैँभन्दा यसरी कम्ती छ नि मजाले पाकेको छ हेर्दाखेरि बाहिरबाट चाहिँ ग्रिन कलरको छ तर दामी अब यो उब्रेको चाहिँ यसपालि कम्ती फलेको छ उब्रेको चाहिँ नेक्स्ट विक नानालाई टक्कै राखिदिने नेक्स्ट विक चाहिँ नाना पनि आउनुहुँदैछ घर सो यो चाहिँ नानाको लागि हो कुनै चराले खाइसक्छ किन चिया बनाउनु अहिले भने म कहाँ जाँदैछु भन्दा मेरो बराबरीको घर जाँदैछु त्यहाँ नाना हुनुहुन्छ सो नानालाई भेट्दै पनि त्यहाँदेखि नजिकै हुन्छ मेरोदेखिको घर सो त्यहाँ जाँदैछु अन्त तपाईँलाई मेरो गाउँ पनि देखाउँदैछु आज म तपाईँहरूलाई फर्स्ट टाइम मेरो गाउँ देखाउँदैछु है सो यो ठाउँमा आएको छु उयो पछि देख्दै गर्ने चाहिँ सुकिया पोखरी भन्छ है सुकिया पोखरी मेन कमान अनि एकदम बादल भएको ठाउँ चाहिँ बिजनबारी होइन अनि यतापट्टि सिमुङ्गेरा बतासिया ढारगाउँ 10 माइल अनि माथि एकदम क्लियर नभएको ठाउँ फगी भएको चाहिँ टङ्लु है सिङ्गलिला रेन्ज भन्छ सो दिस इज आवर भिलेजको आई लभ मजुवा सो यो चाहिँ रङ्गित मजुवाको हाम्रो नयाँ बनिएको हो सो म पनि फर्स्ट टाइम आउँदैछु अरूको लागि चाहिँ पुरानो भइसक्यो मेरो लागि चाहिँ फर्स्ट टाइम नदिएको म चाहिँ नानासँग घुम्दै यहाँनिर आएको थियो प्रधान दाजुको घरमा दादाको घरमा आइरहेछौँ राहुल दादाको घरमा यो चाहिँ फर्स्ट टाइम देखेको अर्ग्यानिक खेती थियो जुकुनी भन्यो है जुकुनी हेर्दै यो चाहिँ तर मैले सब्जी खाएको छुइनँ फर्स्ट टाइम देखेको अम्बो मजुवामा यस्तो पनि हुँदो रहेछ है कति राम्रो अम्बो यसको बारेमा त दादालाई नै सोध्नुपर्छ दादा यहाँ हुनुहुन्छ हाम्रो प्रधान दादा नमस्ते दादा यो त कति नदिएको सब्जी कस्तो हुन्छ अलिकति भनिदिनुहोस् न भ्युवर्सलाई पनि यसको नाम चाहिँ है जुक्नी भन्छ र यो चाहिँ एक्जोटिक भेजिटेबल्स हो स्पेसली यो चाहिँ अब बाहिरको जस्तै कन्टिनेन्टल फुडहरू मात्रै यो चाहिँ फ्रीदेखि भनौँ र यो जुन चाहिँ यो सब्जी चाहिँ नि कन्टिनेन्टल फुडमा मात्रै युज हुन्छ विशेष गरी बाहिरको खानाहरू हुन्छ नि त्यसको नाम चाहिँ जुक्नी हो है र मजा ग्राम पञ्चायत क्षेत्रमा चाहिँ हामीले 2 इयर्स चाहिँ भयो कन्टिनेन्टल जुन चाहिँ अब एक्जोटिक भेजिटेबल्स सुरु गरेको चाहिँ त्यसमा अब जुक्नी भयो होइन चाइनिज क्याबेज भयो है रेड क्याबेज भयो ब्रोकली भयो अब ब्रोकली त प्रायः पहिले पनि गरिरहेको छ जुन चाहिँ ट्रेडिसनल वेमा पनि तर यो हामीले चाहिँ जुन चाहिँ गर्छौँ यो चाहिँ यसमा चाहिँ अब जुन एक्जोटिक भेजिटेबल्सलाई चाहिँ हामीले टेक्निकली कुरोहरू लिएर जस्तो मल्चिङ सिसाहरू युज गरेर हामी गर्ने गर्छौँ अन्त प्रायः यो वर्ष चाहिँ एकदमै राम्रो एक्जोटिक भेजिटेबल्सको प्रडक्सन भएको छ र हामीले यो जुन चाहिँ जुक्नी छ यो चाहिँ हर्टिकल्चर डिपार्टमेन्टबाट यसको भिजन दिएर चाहिँ सबैलाई पनि हामीले प्रोभाइड पनि गरेर म आफैले पनि आफ्नै बारीमा रोपेर चाहिँ यो चाहिँ हाम्रो थर्ड हार्भेस्टिङ हो थर्ड हार्भेस्टिङ फर्स्टमा चाहिँ धेरै प्रडक्सन निकै नै भएको थियो है सेकेन्डमा यो चाहिँ थर्ड हो यो चाहिँ अब यसरी यसलाई प्याक गरेर कार्टुनमा प्याक गरेर चाहिँ हामीले फेरि पठाउनुपर्छ यसको उयो चाहिँ मार्केट चाहिँ दार्जिलिङ भन्दा पनि प्रायः यो चाहिँ दार्जिलिङमा पनि जान्छ ठुल्ठुलो होटेलतिर है अन्त सिलगढी भयो गान्तोकहरू भयो कलकत्ताहरू पनि जान्छ त्यही त यता दार्जिलिङतिर यस्तो बेसी उयो छैन नि त है यो चाहिँ प्रायः हाम्रो नेपालीहरूले अब खाँदैन त्यति यो चाहिँ भने होटेलतिर ठुल्ठुलो होटेलतिर पनि युज हुन्छ नि त त्यो कन्टिनेन्टल फुडमा युज गर्दो रहेछ नि त सो र हाम्रो मोटिभ छ मजालाई अर्ग्यानिक सर्टिफाई गरेर अर्ग्यानिक बनाउने अर्ग्यानिक क्षेत्र नै बनाउने हो र सागसब्जी जति पनि हामी प्रडक्सन गर्छौँ प्योर अर्ग्यानिकै प्रडक्सन गर्छौँ यस्तो हाम्रो ठाउँमा ल्याइदिनु भएको तपाईँलाई पनि धन्यवाद फर्स्ट टाइम यस्तो हुँदैछ हाम्रो गाउँमा पनि भने यो दादाले जुकुन्नु पनि दिइहाल्नु भएको छ सो यो लगेर अब भने म घरतिर जाँदैछु भने यो सयपत्री फुल म चाहिँ रोप्दैछु अब चाहिँ बेलुका पनि हुँदैछ अब टाइम पनि बेसी छैन ऊ चाहिँ फेरि म पछि पछ्याउँछ सो म चाहिँ अब यो काम गरिरहनुपर्छ अनि खाना पकाउनु पर्छ